यो गाईको जुन पोजिसन देखिया यो पोजिसन तपाईको गाईमा भैँसीमा पनि हुन सक्छ। हेर्नुस् यो पोजिसनले के दर्शाउँछ भन्दाखेरि चाहिँ यसको पेटमा कुनै किला काटीहरू फलामहरू छ। हेर्नुस् जसले अगाडिपट्टि घोचिरहेछ। यसरी यसले चाहिँ दुईटै खुट्टाहरू अगाडिको फैलाउनुको कारण जुन चाहिँ उडिरहेको चरा जस्तो देखिन्छ यो चाहिँ यसलाई घोचिरहेको अवस्थामा चाहिँ यसरी फैलाउँछ। काटीहरू कुनै फलामहरू धातुहरू छ भने त्यसको प्रोटोकल छ भनौँ न यसलाई निकाल्न पनि 2 इन्ची होला 3 इन्ची होला। यत्रो ठुलो तार चाहिँ यो गाईको पेटमा थियो है। यो गाई जसको चाहिँ खुट्टा पखेटाइ भएको थियो यो गाईको चाहिँ यत्रो ठुलो। ल हेर्नुहोस् यो हो सबैभन्दा महत्त्वपूर्ण कुरो। अब यसले घोचेको थियो क्या यसलाई चाहिँ मेन समस्या भन्यो यसले घोचेको हुनाले चाहिँ यसलाई चाहिँ दुखाइ भइरहने भयो। हेर्नु त छ त छैन। ल यस तपाईँहरूले हेर्न सक्नुहुन्छ यो गाईको अहिले हामीले निकालेको यत्रो ठुलो यो कति इन्ची होला 2.5-3 इन्ची 2.5-3 इन्ची तार चाहिँ छ। यत्रो ठुलो तार। सानो किलात पनि छ सानो